नमस्ते गाइस, वेलकम टू माई न्यू ब्लग। यो चाहिँ मेरो सानो भाइको ब्याग हो, हजुरले हेर्न सक्नुहुनेछ। अनि त्यो चाहिँ स्नेकरको प्याकेट हो। अनि यिनी चाहिँ मेरो सानो भाइ, हजुरले हेर्नु होला। अनि आज चाहिँ हाम्रो घरमा मकै पार्टी भइरहेछ, हजुरले हेर्न सक्नुहुनेछ। अनि उहाँ चाहिँ हाम्रो सानो बाबाको बुवा, हजुरले हेर्नु होला। अनि उहाँ चाहिँ हाम्रो सानी ममुको बहिनी हेर्न सक्नुहुनेछ। अनि उहाँ चाहिँ सानो ममुको आमा, अनि उहाँ चाहिँ माताजी, अनि उहाँ चाहिँ यिनी चाहिँ बहिनी, अनि उहाँ चाहिँ ठुलो मम्मी, हजुरले हेर्नु होला। अनि उहाँ चाहिँ निशान दाई हो, हजुरले हेर्न सक्नुहुनेछ। अनि यहाँ मकै सानो मम्मीले ल्याइदिनु आएको, हजुरले हेर्नु होला। अनि यहाँ हेरी सानो बाबा यता फर्किनु त उहाँ चाहिँ हाम्रो सानो बाबा हो, हजुरले हेर्न सक्नुहुनेछ। यिनै सानो ममुले हो ब्याग ल्याइदिनु भएको। यहाँ हेरी हाम्रो सानो भाइको टिफिन राख्ने झोला, यो चाहिँ मेरो टिफिन राख्ने झोला हो, हजुरले हेर्नु होला। यो हेरी हामी के अरे पोखरादेखि उहाँ बढेर जान लागेको, हजुरले हेर्न सक्नुहुनेछ ल। अनि आज चाहिँ हाम्रो बढेरामा कीर्तन भइरहेछ, म राखेको हेर्नु ल। म चाहिँ पोखरा